गाइस वेलकम आवर च्यानल। आज चाहिँ मैले चाउचाउ बनाउनलाई पियाज धोछु सुरुमा धारामा हेर्नुस् गाइस। अब मैले पियाज काट्छु हेर्नु गाइस कटिङ चाउचाउको लागि। चाउचाउको लागि चाहिँ मैले पियाज काटिछु। अब मैले आधा काटिछु पियाज फेरि किनभने त्यस्तो धेरै त पियाज त अब हामी छैन त्यसैले मैले गरिछु आधा काटिछु। गाइस मैले पियाज काटिछु हेर्नु मैले कटौरामा हालिछु। मैले हालिसके अब मैले कराई हाले। त्यसपछि पियाजको लागि चाउचाउको लागि पियाज यो चाउचाउ मैले फेरि बालिछु। यसको लागि हामीले तेल हाले चाउचाउ अनि त्यसपछि गरेर उस गरे अनि हामी चाउचाउको लागि चाउचाउ हेर्नुस् गाइस चियाको लागि दुध चियाको लागि दुध रेडी छ हेर्नु गाइस। मैले पियाज पुराएँ फेरि चाउचाउको लागि पियाज हेर्नु गाइस पियाज पुराउँ हामीले ब्राउन हुन दिन पर्छ यसलाई। अब फ्राई गर्ने हेर्नु गाइस दुध चियापत्ती हालेँ। अब चिया बनाउनलाई दुधको चियापत्ती हालेँ। अब हामीले बेसवार हाल्यौँ। अब पानी हाल्यौँ अब लाएर चाउचाउ बनाउनलाई पानी हाल्यौँ। हेर्नु गाइस हेर्नु त हेर्नु गाइस चिया बनाउनलाई हामीले गरायौँ। यो आलु बोक्रा हेर्नुहोस् त गाइस आलु बोक्रा चिया नि बन्न लाग्यो। चाउचाउ अब हामीले चाउचाउ हाल्यौँ। अब चाउचाउ बनाउनलाई हामीले नुनहरू सबै घिउहरू हाल्यौँ। अनि त्यसपछि गाइस हाम्रो चाउचाउ बनेर रेडी हुन लाग्यो। हेलो गाइस अनि त्यसपछि हाम्रो चाउचाउ बन्यो। बाई बाई।